हिजो नेप्से 1.6 पोइन्ट घटेर 2607 मा एन्ड भएको छ। फर्स्ट हाफ अफ द ट्रेडिङ अलिकति तलमाथि थियो, लास्ट हाफ 2 आवर्समा स्टेबल नै बसेको छ र 98 स्क्रिप्ट्स ग्रीन थिए भने 149 रेडमा एन्ड भएको थिए। टप गेनरमा स्वस्तिक, एसवाइपिएनएल, एसएआइएल, युजर्समा एमकेसिएल, टिएसएचएल र एमएमकेजिएल। टप टर्नओभरमा एनजिपिएल, एसएआइएल सागर। टप भोल्युममा एनजिपिएल, एसएआइएल शिवम र टप ट्रान्ज्याक्सनमा एसएआइएल बन्दीपुर र सागर थिए। लेट्स लुक एट द चार्ट। हिजोको चार्ट हेर्दाखेरि एकदमै सानो इन्डिसिजन क्यान्डल भएर एन्ड भएको छ। भोल्युम पनि अस्तिभन्दा धेरै घट्यो। सो 3.73 थियो वेन्सडे भने, हिजो थर्सडे 3.49 मा एन्ड भएको छ। लेट्स लुक एट द 1 आवरली चार्ट। 1 आवरमा चार्टमा हेर्दाखेरि हामी के देख्छौँ भन्दा फर्स्ट आवर बाइङ आयो, त्यसपछि सेलिङ एन्ड अगेन द लास्ट 2 आवर्समा फेरि बाइङ आएको जस्तो देखिन्छ। लेट्स कन्फर्म दिस विथ द 30 मिनट चार्ट। 30 मिनट चार्टमा पनि हाम्रो बाइङ नै धेरै देखिएको छ है। सो वाट वी क्यान से इज बिस्तारै बाइङ चाहिँ बढ्दै गएको छ यो विक र लास्ट एन्ड अफ द विकमा चाहिँ बाइङले नै जितेर गयो। 3 पोइन्ट समथिङको भोल्युममा 1.1 अर्ब त बाइङ नै आएको थियो, त्यो पनि ओन्ली लास्ट आवर। अनि हामीले यो बनाएको जुन बक्स छ विच वाज लाइक 1 विक ब्याक मेबी, यो हायर हाई नै बनाउँदाखेरि बनाइसकेको थियो हामीले यो बक्स, त्यही नै आएर धेरै दिन भयो अरू यो होल हप्ता भन्न मिल्छ यहीँ अड्किरहेको छ, त्योभन्दा तल जान सकेको छैन र बाइङ पनि बढ्दैछ। दुईवटा पोजिटिभ साइन आएको छ। हाम्रो ओन्ली इस्यु यसबाट माथि जान नसकेको भनेको भोल्युम चाहिँ आइसकेको छैन। सो रिटेलर्सहरू अझै पनि बाई गर्नलाई अलिकति हेजिटेट नै गरिरहेको छन् भन्न मिल्छ। भने भोल्युमले मात्रै भोल्युम मात्रै राम्रो आएको भए चाहिँ हाम्रो यो लेभलबाट माथि जान सपोर्ट हुन्थ्यो। बिकज यो एरियामा आएर सपोर्ट पनि बनाइसकेको छ नेप्सेले र अर्को चाहिँ बाइङको भोल्युम पनि बढिसकेको छ। जस्ट भोल्युम ओभरअल नै मार्केटमा बढेन भन्ने मात्रै हो। द्याट इज वाट वी आर वेटिङ फर। हाम्रो स्ट्राटेजी चेन्ज भएको छैन। वी आर जस्ट वेटिङ फर द भोल्युम टु इन्क्रिज। भोल्युम इन्क्रिज भएन भने चाहिँ बाइङ नै आए पनि थोरै तल चाहिँ आउनसक्छ, तर हाम्रो यहीँ तल एउटा 2580कोमा राम्रो सपोर्ट छ। सो हामीले चाहिँ धेरै आए पनि त्यहाँसम्म आउनसक्छ। बट वाट वी आर होपफुल फर इज द्याट इन जेनरल नै हाम्रो नेप्सेको भोल्युम बढोस् भन्ने वी हेभ एक्सपेक्टेसन्स अफ द्याट। एन्ड एज यु क्यान टेल बाइङ बढिरहेको छ। सो वी आर होपिङ कि बाइङ भोल्युम चाहिँ बढोस्। सो द्याट इज द ओन्ली थिङ वी आर वेटिङ फर। त्यो हुने बित्तिकै वी एक्सपेक्ट नेप्से टु गो माथि सम लेभलमा। विकली पनि एकचोटि रिभ्यू गरौँ। यो विक एउटा स्मल रेड क्यान्डल भएर एन्ड भएको छ। एज यु क्यान सी इट्स इन द स्पेस वेयर वी मेड द बक्स होइन। यहाँ आएर यो बक्समा आएर फेरि विक बनाएर माथि गएर एन्ड भयो, तर यो बक्सको भन्दा माथि चाहिँ जान सकेन, मोस्टली बिकज भोल्युम त्यति राम्रोसँग आउन सकेन। द्याट इज द रिजन। अब हामीले के भनेको थियो विकली रिभ्यूमा भन्दा यो पहिलाको मिनी स्विङहरू हेर्दाखेरि एउटा ग्रिन क्यान्डल बनेपछि 1-2 हप्ता ठुलो रेड क्यान्डल बनेर तल आउने, त्यसपछि स्मल ग्रिन क्यान्डलले बस्ने तर एन्ड देन एउटा बिग ग्रिन क्यान्डल एक्सपेक्ट गर्न सकिन्छ, माराबुजो क्यान्डल भन्ने कुरा भएको थियो। यतापट्टि पनि सिमिलर 2 हप्ता सिमिलर देखेको भएर त्यही अनुसार हेर्ने हो भने नेक्स्ट विक हाम्रो के बन्ने चान्स हुन्छ त ग्रिन क्यान्डलमा एन्ड हुनसक्छ विकली चार्टमा, तर धेरै माथि नगइकन है, यही लेभलतिर बसेर एन्ड देन आफ्टर द्याट त्यसपछिको हप्ता चाहिँ देयर इज अ चान्स देयर विल बी अ बिग माराबुजो क्यान्डल इफ इट फलोज द सेम प्याटर्न द्याट इट हेज बिन फलोइङ सिन्स सेप्टेम्बर 21। त्यही प्याटर्न फलो गर्ने हो भने र त्यो सोच्ने हो भने नेक्स्ट विकमा बाइङ आउँछ अब टु सम लेभल, त्यसपछिको अलिकति बढेर मेबी स्मल र्यालीहरू दिन्छ र हामीले त्यो नेक्स्ट यो हप्ता आउने हप्ता किनेर त्यसपछिको हप्तामा वी माइट बी एबल टु डु सम प्रफिट बुकिङ। सबै त होइन, तर सम प्रफिट बुकिङ गर्ने चान्सेस हुन्छ यस्तो ठुलो ग्रिन माराबुजो क्यान्डल बन्यो भने। लेट्स सी वाट ह्यापन्स। हामी यसको डिस्कस गरौँला नेक्स्ट विक अगेन। अहिलेको लागि थ्याङ्क यू भेरी मच।